हेलो गुड इभिनिङ सबैजनाले नमस्ते सेवारो र धेरै समयपछि चाहिँ नभनौँ होइन केही समयपछि चाहिँ फेरि पनि तपाईँहरूले मेरो ब्लगमा स्वागत गर्न चाहन्छु र मलाई लाग्छ तपाईँहरू एकदम आराम कुशल हुनुहुन्छ है म पनि आराम कुशलै छु र आज चाहिँ मैले बेलुका ब्लग चाहिँ सुरु गरेको छु किनकि अब अरू टाइममा मैले छोटो छोटो ब्लगहरू बनाउने गर्थेँ तर अब यो बिचको समयमा चाहिँ आफ्नो कार्य व्यस्तताको कारणले मैले गर्न पाएको छैन त्यसैले आज चाहिँ मैले एकदमै टाइम निकालेर चाहिँ मैले यहाँनिर बनाइरहेको छु है सबैजनाले यो भिडियोलाई मेरो ब्लगलाई हेरिदिनु होला र साथ सपोर्ट गरिदिनु पर्यो है र जति पनि नयाँ साथीहरू जोडिनुहुन्छ सबैजनालाई मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र मेरो भिडियोले कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु पर्यो र के हो भने साथीहरू अब यतिका दिनसम्म हैन अलिकति के भने च्यानल खोलिसकेपछि है भिडियो अपलोड गर्ने कुरामा अनि त्यहाँदेखि सपोर्ट गर्ने कुरामा चाहिँ आफूमै भर पर्ने कुरा हो है साथीहरू र अब जति पनि आफू अगाडि बढ्नु छ हैन च्यानलबाट हामी अगाडि बढ्नु छ भने एक अर्काको सपोर्ट बिना चाहिँ के हुँदैन हैन साथीहरू त्यसैले सबैजनाले एक अर्काको सपोर्टको आवश्यकता पर्छ है र भिडियो बनाउने क्रममा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति यो टाइम मिलेन भने चाहिँ अब भिडियोहरू ब्लगहरू बनाएर पोस्ट गर्नलाई अलिकति गाह्रै हुन्छ हैन टाइम मिलाउनलाई धेरै गाह्रो हुन्छ कार्य व्यस्तता त्यस्तै हो त्यस्तै छ साथीहरू अब जति पनि नयाँ साथीहरू जोडिनुहुन्छ हैन फेरि पनि मैले अनुरोध गरेँ तपाईहरुलाई मेरो नयाँ च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र भिडियोले के कस्तो लाग्छ हैन यो भिडियोलाई हेरेर लाइक कमेन्ट गरिदिनु होला अब यस्तो साथीहरू अब च्यानलमा काम गर्नलाई चाहिँ अलिकति अब सबैजनाको सपोर्टको खाँचो हुन्छ हैन त्यसैले मलाई लाग्छ हैन अझैसम्म अब यो जति पनि मेरो ब्लगलाई हेर्नुहुन्छ नि सबैजनालाई मेरो ब्लगलाई चाहिँ लाइक कमेन्ट गर्नुहुन्छ र मेरो च्यानल चाहिँ सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ हैन र अब सुरु गरेपछि चाहिँ हैन सबैजनालाई अन्तिमसम्म नै सपोर्ट हुनुपर्छ र जहाँ अब सब्स्क्राइबर मात्र भएर पनि हुँदैन सब्स्क्राइबर भइसकेपछि एकदम सपोर्टिभ पनि हुनुपर्छ भिडियो एक अर्काको हेरिदिने काम चाहिँ गरिदिनुपर्छ है साथीहरू र यो अब ब्लगिङ गर्ने कुरामा चाहिँ अलिकति गाह्रो छ है साथीहरू टाइम मिलाउन सक्नु पर्यो टाइम मिल्न सकेन भने एकदमै गाह्रो छ अब आफूले जति ब्लगहरू गरे पनि बनाए पनि टाइम मिलाउन सकिएन भने चाहिँ अलिकति एक दिन अर्को दिन अब त्यसरी नै चाहिँ केही अब पोस्ट गर्न सकिँदैन हैन ब्लगहरू चाहिँ पोस्ट गर्न सकिँदैन आफ्नो कार्य व्यस्तताको कारण त्यसैले अब टाइम निकालेर मैले पनि आज यो ब्लग बनाएको छु सबैजनाले हेरिदिनु होला र माया गरिदिनु होला तपाईहरुको साथ सपोर्टको एकदमै अपेक्षा गरेको छु है धेरै भन्दा धेरै अपेक्षा गरेछु ल त साथीहरु जति जनाले यो मेरो भिडियोले हेर्नु भयो सबैजनालाई थ्यांक यू सो मच र धेरै धेरै धन्यवाद तपाईहरुलाई
र सपोर्ट गरिदिनु भएकोमा र मेरो भिडियोलाई मन पराएर लाइक गरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई। र आजको यो मेरो भ्लग चाहिँ यति नै है त। सबैजनालाई बाई बाई, टेक केयर। हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ है त।